हेलो गाइज, वेलकम ब्याक सबैजनालाई। अनि आज हामी जाँदैछौँ फोरेन सिटी दाइहरूसित घुम्नको लागि। सेकेन्ड टाइम हो। अनि हाम्रो दाइहरू हुन्छ के हो यो मेरो टाउकोमा यता हेरौँ न सबैजनालाई। हेलो 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 सन्तोष दाई दाई कता हो? बिर्जलाललाई कता बिजी? घनश्याम कता? घनश्याम हाम्रो यी दुईजना मामा भान्जा राजु। ल आज हाम्रो विशेष पिक चाहिँ फोरेन सिटीको आउनेछ ड्राई पिकनिक। हामी कतिजना छौँ? 11 है, 11 जना जाँदैछौँ। हामीभन्दा पछाडि आउनेछन् अरू। सो अबको भ्यू भनेको फोरेन सिटी भरे हेर्नु होला। लिएर आउनु लिएर मान्छेले खाइदिहाल्छ। खाँदैन रे खाँदैन। अब यहाँभन्दा बाहिरको प्लेस तर हामी नचढ्ने। यता जाउँ न। ओइ यसलाई इङ्ग्लिसमा के भन्छ दाइ? इङ्ग्लिसमा टोटल ल यस्तो दामी छ फोरेन सिटी। यता स्विमिङ पुल, यो अगाडिको भ्यू हो। यो चाहिँ यस्तो दामी छ होइन। यहाँ अब टक्क तल्लोपट्टि यदि तपाईँहरू पनि मलेसियाको जोहोर बारुमा हुनुहुन्छ भने फोरेन सिटी चाहिँ एकदम राम्रो प्लेस छ, घुम्न आउनु होला है सबैजना। फोरेन सिटी मात्रै हाल्नु छ। अब पारी चाहिँ भने के अरे सिङ्गापुर पर्छ पारी चाहिँ। पारी चाहिँ हाम्रो दाइहरू यता हेर्नु न यार, मैले भिडियो गरिरहेको छु सबैजना। घनश्याम, सन्तोष दाई, राजु, हाम्रो टोलीले पछाडि फोन गरौँ न। अहिले फेरि बिर्स्यो भने ठाउँ। हामी कता जान्छौँ? यता कि यता? यता यहाँको घरहरू चाहिँ सबै यो झारपातले भरिएको छ क्या। सबै झारपात हेर्दा नि होइन, यस्तो हेर्दा नि देखिनुपर्ने हो। देखिरहेको छ तर यो घर होइन, यो सबै डुङ्गाहरू हो। ठुलो डुङ्गाको पिकमा चाहिँ यो बिल्डिङ बनाएको हो होइन। यही हो यहाँको राम्रो। अब यता ओ खतरा छ त। हामी जान्छौँ यता। यता जाऊँ ल, यता र उता जाउँ होइन। यहाँ छुट्टीको बेला त मान्छे धेरै हुन्छ क्या यहाँनिर। ठाउँहरू खतरा छ है। यहाँ खेल्ने हो यहाँनिर खतरा बच्चाहरू होइन। यस्तो सानो बच्चाहरू मान न। त्यो त्यो झऱ्यो भने त्यसको टाउको डाम्डुम फुट्छ। कस्तो बाँदर जस्तो छ यार। हुन त बाँदरको पनि फुटिराखेको हो। मङ्की छ त नि। ए आज पानी बढ्यो रहेछ नि। उता जाउँ न दाइ, उता अस्ति हामी गएको छैन। यता आउनु न केटाहरू। आइपुग्दैन नि अहिले। गङ्गटा भएकोमा जाउँ। आउनु गङ्गटा। देख्न सक्नुहुन्छ पारी चाहिँ सिङ्गापुर। ए कत्रो यही हो क्या यहाँको अचम्मको घर चाहिँ, भवन चाहिँ होइन। यस्तो दामी पो छ त हौ यहाँ त। हल्लियो लचक ओ कम्मर हजार जाम ल जाउँ हिँड्नु।
यता हेरेर भन्नु त यहाँ यहाँ हेलो अहिले त्यहाँ ठाउँ ओगटेर बसिहाल्नु अहिले ठाउँ पाउँदैन फेरि मान्छे दाइले हत्ता ल आउनु दाइ राजु दाइ आउनु आऊ झोला छोड्ने होइन फेरि झोला राजु दाइले आज ल देख्न सक्नुहुन्छ पारी चाहिँ सिङ्गापुर वा ओ पारी चाहिँ सिङ्गापुर हो वारी चाहिँ मलेसिया है कस्तो दामी बिछ्याएको हो यो भुइँमा पनि होइन यस्तो दामी तरिकाले टक्क वाइ नट कोकोनट त्यो बाल्टी भरे चाहिँ एक्लै घोप्टिँदो रहेछ क्या पानी होइन ट्याक्कसँगले अब हामी चाहिँ बस्ने ठाउँ खोज्दैछौँ कहाँ बस्ने भन्ने कुरो हो त्यहाँ त त्यस्तो उ बनाएको छ त त्यहाँ त्यो अस्ति त थिएन त होइन कुन उ त्यो राजु दाइले झोला छोडेको छैन अनि छैन ओके जय श्रीराम जय श्रीराम झारपा लाग्छ त जरा यहीँ घटाइ ए राजु काम करा दीजिए नी गौतम बुद्ध भगवानले तपस्या गरेको रूप अब शादी करवा दी बढ़िया से यही हो हो दामी छ ल ल और यहाँ पैसा पिपल हाम्रो बनाइ बा बर पिपल पो रहेछ यहाँ पैसा बनाइ बा हो यार यहाँ बर पिपल र हैं सरकारी नोकरी को पैसा खपेला आमा त्यहाँ त त्यो खाएर त्यो सबै त्यहीँ छोडेको भर्याङको फोटो खिच्ने भिड रहन्छ है अहिले हुन्छ फोटोसोटो टक्क यो नेपाली सेक्रेटरी होला यसलाई अहिले थाहा पाउँछ नेपालीले नेपालीलाई करा भने चाहिँ पुरै हामी पनि थर्काइदिइहाल्ने हो अब यहीँको भने त अब त्यो सकिँदैन होइन के भन्छ यिनीहरूको फोटो खिच्यो भन्छ कि मैले क्यामेरा अगाडि बनाएर थाहा छैन यिनीहरूलाई ओए के हो फोटो त यहाँ दामी आउँछ अनि खिचौँ न ल म खिचिदिन्छु बस्नु त म गर्दै यो चाहिँ हाम्रो भाइरल ठाउँ हो क्या यो देख्न सक्नुहुन्छ यो यहाँ चाहिँ प्रायः मान्छेले अलि अब एडिट गरेर चाहिँ दामी फोटो भिडियोहरू बनाइरहेको छ त्यो चाहिँ कस्तो छ आज देखाइदिन्छु म तपाईँहरूलाई प्रायः यो फरेन सिटी आएको मान्छेहरूले यहाँनिर प्रायः सबैले चाहिँ यो मा गरिरहेको हुन्छ क्या यस्तो चाहिँ यो चाहिँ अब हेर्नुहोस् ल यस्तो छ होइन यो चाहिँ सिमेन्टीबाट बनेको अनि टक्क टक्क छिर्ने यसरी माथि यो भयो होइन यो खास यस्तो छ क्या यस्तो छ मुनि यस्तो छ अनि प्रायः यहाँ आएर चाहिँ प्रायः मान्छेले भिडियो बनाउँछ यहाँबाट टक 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 झरेको टक 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 चढेको यस्तो छ माथि झर्ने यस्तो छ क्या डर पो लाग्छ त आमा यस्तो यस्तो खाएर फालिदिँदो रहेछ मान्छेले अनि यस्तो छ यो चाहिँ ल यो भाइरल हो तर यस्तो छ क्या ठाउँ चाहिँ यस्तोमा बने यस्तोमा ए सही छ झर्दैन जा अझै जा नडराइ जा माथि पुगेर हात चिम्लिने है मैले भिडियो बनाइरहेको छु नि गने ल हेर डरायो ल ल ल जा अरू डर चाहिँ पुग्न अनि अस्ति चाहिँ हामी यस्तो थियो यहाँ बसेका थियौँ गिटार सिटार बजाउँदै यहाँ बसेका थियौँ हामी यस्तो छ ठाउँ एकदम राम्रो छ होइन ए हाम्रो दोस्रो टोली यता आउनु यता कस्तो दाइ मैले यहाँ भिडियो बनाइरहेको छु यार यता अहिले आइपुग्नु भएन हेलो त भन्नु हेलो गाइस दाइ यता हेलो गर्नु है मैले भिडियो बनाइरहेको छु अधिकारी ल हात ल यहाँ मैले भिडियो बनाइरहेको छु यस्तो हेन्सम भएर आएको छ यार यो मान्छे जुत्ताहरू जुत्ता आम्मामा 10 लाखको जुत्ता
लजोस् भाइरल ठाउँ यहाँ चाहिँ अब हाम्रो पनि टोलीहरू फोटो खिच्ने भिडियो बनाउने क्रम जारी छ हैन। यहाँ एकदम यस्तो छ नि त। यहाँबाट देखिने भ्यू चाहिँ यस्तो हो है, यस्तो छ ठाउँ। यता चाहिँ बिल्डिङ, यता पनि बिल्डिङ, अनि यता समुद्र, पारी सिङ्गापुर, वारी मलेसिया। यहाँको विकासको कुरा गर्ने हो भने विकास त कति धेरै भएको छ, कति धेरै भएको छ कि हैन। यस्तो दामी दामी बिल्डिङहरू बनाएको छ। त्यही भएर त घुम्नको लागि पनि अब अलि महँगो हुन्छ हैन। महँगो त छैन, फरेन सिटी त एकदम सस्तो हो। यता तल समुद्र हो, यता चाहिँ खासै पानीको मेहरू आज आएको छैन। यो पारी पारीको चाहिँ देख्न सक्नुहुन्छ। यो सानो सानोहरू चाहिँ बोर्डर हो, बोट डुङ्गा हो, तर यो निकै टाढो छ र सानो देखिएको, निकै टाढो टाढो जाने डुङ्गाहरू हो है। त्यही भएर चाहिँ यो टाढो सानो देखिएको। अनि यता देख्न सक्नुहुन्छ यो अगाडि बिल्डिङहरू, यो चाहिँ डुङ्गाको स्टाइलमा बनेको बिल्डिङहरू हो, तर एकदम हैन अलि खतरा खतरा छ कि। अब यता हेर यतैको फोटो भ्यूहरू निकाल्नु मनपर्छ, यता हेर यतैको, यता हेर यतैको, यता हेर यतैको, यता हेर यतैको। अब कताको निकाल्नु, चारतिरको अब एकैचोटि निकाल्नु, केले निकाल्नु, निक्लिँदैन। आफू जे छ यति हो। यतै घारी रहेछ यार, सर्प पायो भने त बाफ्रे। हाम्रो टोलीहरू कता गयो? छैन त, म त एक्लै छु त्यहाँ यो गाडीमा। ओ ए यता रहेछ ल, सही हो सही हो। बस्ने ठाउँ चाहिँ एकदमै कडा कडा खालको रहेछ। कहाँ बसेको यस्तोमा? यहाँ त भुसिनाले टोक्छ होला हौ। ठाउँ त शीतल रहेछ। एकान्त पनि त छ नि त है। के छ घुम्न पुग्यो कि के छ अधिकारी? घुम्न पुग्यो अब खाने पिसाब हेर्नु हिँडेको, पिसाब लागेर यत्रो धेरै आइसक्यो यार। अझै उता पुगेर दार्जिलिङको रेल आयो, दार्जिलिङको रेल है यो, धरान रेल रेल यस्तो छ यार। मुत्नको लागि यत्रो दुःख गर्नुपर्छ यार, यति माथि चढेर। यस्तो बल्ल मुत्न पाइन्छ यार। कम्ता दुःख छ मुत्न आएकोमा। यस्तो छ क्या फरेन सिटी चाहिँ। यहाँ चाहिँ एउटा भ्यू देखाइरहेको हुन्छ। गिराफे लाभार्थी ना तुझे अपना रेल गोरखपुरको दामी। घन्टी पो यस्तो यस्तो तान्दो रहेछ नि त। अब टिङ 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 बज्दो रहेछ त। स्विमिङ सरासरी नै गइरहेछ यार। राजु त मान्छे त कडा रहेछ नि त होइन। उसले नहेरी नहेरी हिँडिरहेछ क्या।
सो यो चाहिँ बच्चाहरू खेल्ने ठाउँ रहेछ कस्तो राम्रो यहाँ माथि नै चढ्नु पाउँछ है क्या हो नि अहिले त्यही फाइन हानिदियो भने अनि आमा नाइस डान्स है कस्तो दामी नाचेको ए टिकटक बनाएको रहेछ नि त दामी यहाँ पनि हान्दैछ त नि यो त माल त होइन यस्तो दामी रहेछ क्या ठाउँ चाहिँ फेरि अब यस्तो भिडियो गर्दै हिँड्दाखेरि केटी मान्छेहरूले मेरो भिडियो गर भनेर गाली पनि दिन सक्छ क्या त्यही भएर क्यामेरा घरिमा बन्द गरिरहेको हुन्छु होइन हाम्रो राजु किधर गया राजु अब फोटो खिच्ने भनिरहेको थियो अघिदेखि राजुले आज चाहिँ अनुहार चाहिँ एकदमै कालो भइसक्यो घामले गर्दा कता यो बच्चाहरू कता कुदेको यत्रो मसिनोहरू क्युटहरू छ त हाम्रो टोलेहरू कता हो यतै होइन यतै कि अझै उता हो ए यहाँ यो गाडीमा बसेको थियो सबै त्यो गाडी त वहाँ छ उहाँ हो अझै कता हो यो गाडी उता हो अझै उता चाहिँ हो कता चाहिँ हो त यता ए उतै हो ऊ पर चाहिँ हो क्या त्यो गाडीदेखि उता हामी चाहिँ समुद्रको किनारै हावा पनि एकदम दामी चल्ने होइन दाइ हावा यो हो नि त अनि के एकै ठाउँमा बसिराख्ने हो र होइन जुत्ता भिजो यत्रो माथि आउँछ सरी सर्ट जान्छ हेर्दा भिजाइदियो तिनीहरूलाई यस्तो ठाउँ छ घुम्नु आएको चाहिँ होइन अनि कहाँ एक ठाउँमा त्यो ठाउँमा जानु पर्दा यहाँबाट डरेर त्यहाँ पारी गर्न सकिन्छ अब के गरे म त सक्दिनँ हौ मलाई पौडी खेल्नु त आउँदैन राजु अलि छिटो किन यस्तो ठाउँमा एक ठाउँमा बसिराख्ने हो र होइन ट्याक्कसँगले यस्तो दामी ठाउँ छ त्यो चाहिँ टापु रहेछ कि त्यहाँ चाहिँ राम्रो रहेछ टापु त्यहाँ मान्छे जान्छ कि जाँदैन हो म सक्दैन त यार म त फेसन यता रहेछ नि त बस्ने ठाउँहरू त राम्रो कति धेरै मान्छे हो आज त यार अहिले सायद छुट्टी भएर पनि होला मान्छेहरू एकदम गोप्रो यसरी कहिले हामीले फोटो खिच्ने भिडियो बनाउने यार गोप्रोबाट ट्याक्कसँगले होइन
के साह्रो मान्छे हो आज त यस्तो गोप्रो यसरी खिचेको देख्दा चाहिँ मलाई पनि गोप्रो एउटा किन्ने मन छ हौ ट्याक्कसँगले गोप्रोबाट कस्तो दामी दामी भिडियो आउँछ हाम्रो सुजी तिनीहरू कहाँ बसेको थियो गाडी हो खोइ कहाँ हो परबाट जाऊँ परबाट लिफ्ट यो माथि भन्दा तल धेरै जुङ्गा छ त यार कोही मान्छेहरूको के भएको यो माते छ साला हामीलाई यो बढी भइसक्यो यसलाई परबाट जानु पर्थ्यो के यहाँहरू उहाँ हिँडेर जानु छ फेरि के यहाँ पनि घुम्ने हो र फोटो होइन भिडियो नहीं 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 ये लोग क्या बोल रहा है बङ्गलादेशका मान्छेहरू किन यो माथि भन्दा तल धेरै जुङ्गा हैन म छक्क पर्छु सो हामी चाहिँ अब उता उता टोयलेट उताउति के हो त दीपू के उनकी बुढ़िया की तबीयत खराब चल रही थी इसलिए हम जाना नहीं झन्डै ठोक्यो बच्चा के लफडा भइसक्यो हो ए बसौँ न हौ यता शीतलमा एकछिन ल यस्तो ठुलो के साह्रो हिँडे गरेको बसौँ न यहाँ कस्तो लाग्यो फरेन सिटी वाह के गर्नको यस्तो नमिठो यत्रो मान्छे कुर्ने ठाउँहरू छ होइन यहाँभित्र चाहिँ यस्तो खाँदै पो रहेछ झन्डै देखो ओ हेरी हेरी खाने हो नि त यहाँ के पर्छ सबै हेर्दै खाने हो टक्कसँगले आफूलाई जे मन लाग्छ त्यही होइन भाइ नि भाइ बिल्डिङ त यो त दामी छ नि होइन यस्तो दामी छ ए दीपक त्यहाँ माथि जानुपर्छ कि लिफ्टमा जा किन्नु ल फाइनली अब चाहिँ हामी ग्राब गर्ने बेला भयो ग्राब भन्नुपर्छ ग्राब यहीँ हो ग्राब गर्ने ठाउँ मेरो चाहिँ एन्ड्रोइड फोन चाहिँ यस्तो देखाएर हिँडिरहेको छु होइन आइफोन उनीहरूको केही गरेको छैन कि ओ तेरी केटाहरूको फोटो सेसन
नेपाली पो रहेछ त नेपाली बोल्छु म त नेपाली केटीहरू ओ आज यहाँ नेपाली केटीहरूले भाउ खान्छ क्या नेपालीले नेपालीलाई चिन्दैन यहाँ केटीहरू त्यस्तो हुन्छ यहाँ होइन हरेकवटा कन्ट्रीमा हरेक कन्ट्रीमा यहाँ मात्रै होइन सबै आउँदैन भाइ हरेक कन्ट्रीमा यहाँ माथि पनि जानु मिल्ने रहेछ नि त मिल्छ भाइ जानु त ओइ यहाँ माथि जानु मिल्ने रहेछ जाउँ न घुमेर हो कि त्यो लिफ्टबाट माथि जान मिल्ने रहेछ नि